माइला दाई हजुर के छ केटा हो हल्ली चल्ली Hi everyone, welcome back to my channel. It's me Anita. So हिजो नै हामी नारायणघाट आइसक्यो है. पानी परेको थियो ठुलो है. पानीमा रुच्दै आइपुग्यो तर राम्रोसँग नै आइपुग्यो र हामी यहाँ हामी नारायणघाटमा चाहिँ यहाँ अङ्कलकोमा बस्छ. हामी घुम्ने हो त्यो त फिक्स थाहा छैन. मलाई चाहिँ थाहा छैन, अङ्कलहरूलाई थाहा छ. अङ्कलहरूले दाइहरूले घुमाउनुहुन्छ है त. रेडी भइसक्यो यहाँ चढ्न लागिसक्यो है साथीहरू. अब हिँड्न लाग्यो है. क्यामेरा गर्ने मान्छेको चाहिँ भिडियो नआएको रहेछ. क्यामेरा गर्ने मान्छेको चाहिँ भिडियो नआएको. तिरो आउँछ त नि कोही त कसरी आउने भन्छ भने यसरी गर्ने आइदिनु त. यसरी फर्काउन आफूले आफूलाई ब्याक गराउनु. यसरी होइन आइदिनु न. तपाईँले यसरी भिडियो बनाउँदै हिँड्नु होइन अनि आफ्नो यसरी देखाउने हो. यहाँ मेरो दिदी बस्नु भएको छ है, अन्जु दिदी. ल ल कुन चाहिँ बाटो हो? हे प्रभु फेरि कन्फ्युज भयो. ए यो बाइबा त्यहाँ देखाइदिनु यार. मलाई दाइले झुक्काइदिएर दाइले यता लिएर त्यो फेरि लाग्छ. मलाई उतै जानु पऱ्यो क्या. अब के गर्नु सक्दैन. आकाश घुमेछ यही हो. सानो गाडी सानो गाडी आइपुग्यो. हामी यो पार्क घुम्नको लागि. सानो गाडी ए सानो गाडी गरे अङ्कल मलाई थाहा हो र केही थाहा भएन. यहाँ चाहिँ नारायणको छेउमा यो पार्क घुम्नलाई हामी यहाँ आइपुगिसकेका छौँ. हामी सबैजना हाम्रो उता ज्वाइँ साहब पनि हुनुहुन्छ, यता छोरी अनि यता छोरी माइली मेरो छोरी. ए अनि सबै यो पार्क घुम्न आएको छौँ. है उता छोरी हामी सबैजनामा आएका छौँ. हाम्रो अङ्कलले हामीलाई घुमाउनु ल्याउनु भएको सबैजनालाई. साथीहरू अघि अङ्कलले भनिसक्नु भएको छ हामी यहाँ आइसक्यो घुम्न भनेर होइन. अघि कुन चाहिँ ठाउँ मलाई नै थाहा नि. यहाँ के हो यो है. यहाँ टिकट काट्ने ठाउँ रहेछ है. टिकट काउन्टर रहेछ. भाउजू क्या वाह हाम्रो भाउजू क्या क्युट देख्नु भएको छ. धेरै धेरै राम्रो. वाह ठुली भइसक्यो. क्युट देख्नुहुन्छ. ल हेलो बिजी भाइ. ल सन्जु दाइ यो लिनु पक्राउनु. हिँड्दै गर्नु This is the Narayan River. Slope so beautiful. Boy. Boy. Saya klei. हाम्रो यहाँ फोटो सुट भइरहेछ है दिदी भेनाजुको. यहाँ भिडियो बनाउँछ है हामी फ्यामिली सबैजना भएर. हामी यहाँ टक्क लाएर भर्याङमा म यहाँ स्ट्यान्ड राख्छु.
होइन हो नि यो चाहिँ फेसनमा होइन है हामी साथीहरू म आज तैँले फेसनमा हाल्दिनँ ढिचीको ठिक गरेर हालिदिन्छु बस्नुहोस् त मिलेर म फोटो खिचिदिन्छु यहीँ कस्तो दामी देखिरहेछ त हो दिदी ब्याग राम्रोसँग मिलाउनु त ल बाह्र फोटोहरू खिच्यो भिडियोहरू बनायो रमाइलो गऱ्यो होइन अब चाहिँ हामी अहिले पछि फेरि एउटा भाइरल घरमा हामी घुम्नेछौँ हाम्रो फुल भिडियो हेर्नु होला है साथीहरू अहिले हामी जानेछौँ अब चाहिँ फर्केको है हामी चाहिँ चाबी नै हाल्नु कन्फ्युज भयो गाइस यहाँ सोध्दै हुनुहुन्छ हजुर भाइरल घर कता हो यतै हो साथीहरू हामी अब यतै हो भने फाइनली होइन देखिरहेको भाइरल घर आयो यो तपाईँलाई देख्न पनि सक्नुहुन्छ ओ भित्र जानु सक्छ सुन्नु ल दरबारमा वाउ यस्तो दामी छ है यो चाहिँ राजा रानी बस्ने जस्तो लाग्यो है यो चाहिँ भाइरल घर है भाइरल डिजाइन छ यहाँ हेर्नु त गाइस यो डिजाइन छ नि त इन्ट्री गर्न पाउँछ कि पाउँदैन भित्र इन्ट्री गर्न पाउँछ ल हामी चाहिँ यो भाइरल प्लेसमा हामी यो इन्ट्री गर्नेछौँ सुदे जोए हेरिरहेछ तपाईँलाई भाइरल घरमा हाम्रो अङ्कलबाट स्टार्ट भइरहेको छ कस्तो दामी छ के तर आई थिङ्क मलाई लाग्छ कि यो बनाउनै नदिएको के हो र तर यो आफ्नै पर्सनलको हो कि अरूको हो ए कस्तो यार यस्तो दरबार जस्तो बनाएपछि लास्टमा र तर मलाई यसको बारेमा केही पनि थाहा छैन भिडियोमा चाहिँ देखेको है कोही एउटा त यस्तो पनि छ क्या हो कि हिन्दी मुभीहरूमा भूत फिल्महरूको हुन्छ नि यस्तै खाले पुरानो हुन्छ नि लाइक अब भनौँ न भिडियोहरू सुट गर्नको लागि चाहिँ बनाएको थिएँ क्या अब हामी भित्र इन्ट्री हुन्छ म तपाईँहरूलाई देखाउँछु है सुरुदेखि तर यहाँ हो र ओ यार यानी भुवाङ समझ पाओगी यहाँ पर क्या हो रहा है तुम नहीं समझ सकते हो भने यार यस्तो धेरै खर्च गरेर बनाएको तर यो चान्चुने मान्छेले बनाएन होला है के भन्छ यसलाई मतलब सुरुमा यस्तो आफूले जानु बनाउनु भन्ने
यो चान्चुनी मान्छेले बनाएन होला है यो देशको होइन हो साथीहरू भित्र चाहिँ अलिकति अँध्यारो नै भएको भएर भिडियो अलिकति राम्रोसँग क्लियर आउँदैन नि त सो प्रिटी होला यो फोटो हाम्रो ग्रुप भिडियो बनाउँछ एक घर देखाएर त्यसपछि हामी लाग्छ साथीहरू साथीहरू हामीले फोटो पनि खिच्यो भिडियो पनि बनायो होइन अझै यहाँ 2-3 जनाले फोटो खिचिराख्नु भएको छ अनि हामी चाहिँ यो भाइरल घरलाई हामी छोड्दै अब हामी चाहिँ रुममा जानेछौँ साथीहरू थ्याङ्क यू फर वाचिङ भिडियो पानी चाहिँ परेन क्या थ्याङ्क यू फर वाचिङ भिडियो लभ यु गाइज बाई बाई साथीहरू बाई बाई बाई